यो हो मेरो माइती घर हैन। यस्तो छ साथीहरू। यो के रहेछ हाम्रो पापाले ए मौरीको डुडु त्यहाँ छ। यो हाम्रो किचन, यो हो हाम्रो घर। यस्तो छ। आज हामी म धेरै समयपछि माइत घरमा आएको छु। आज चाहिँ पानी सानो रहेछ। सुपारीहरू पनि फल्छ हाम्रोमा चाहिँ। उत्तर चाहिँ टोइलेट हो अनि तल चाहिँ अलैँचीहरू छ, दाउराहरू। आम्मामा हाम्रो पापाले कति धेरै स्टोर गरेर राख्नुभएको छ दाउराहरू हैन। हाम्रो पापा चाहिँ अस्ति बिरामी हुनुहुन्थ्यो नि त, अनि बिरामी भएर हस्पिटलबाट निकालिकन चाहिँ हामी छोराछोरीहरूले केही पनि नपाल्नु, गाई बाख्राहरू सबै बेच्नु भनेर बाख्राहरू पनि बेच्नु लागेको हो। अनि अहिले चाहिँ केही पाल्नु भएको छैन यस्तै। अनि दाउराहरू काट्नु भएको रहेछ घरैमा। यस्तै छ साथीहरू। तल हो हाम्रो ठेबाको घर। ठेबा भनेको हाम्रो याम्फू राई भाषाले चाहिँ बडा बाउ। यस्तै छ साथीहरू। म धेरै समयपछि माइत आएको। आज अस्ति पूजामा बोलाउनु भएको थियो, अनि पूजामा आउनु पाइनँ नि त। मेरो पनि नानी बिरामी भएको कारणले गर्दा म पूजामा आउनु पाइनँ। अनि आज चाहिँ बल्ल माइत आउने साइज जुरेर म आज माइत आएको। भर्खर आइपुगेको, अब फर्किहाल्नु पर्ने साथीहरू। त्यस्तै छ। सुपारी